एकचोटि सोच्नुहोस् त, तपाईँको रुमको कुनामा एउटा डल छ। त्यो डलले तपाईँलाई हेरिरहेको छ। हेरिरहेको बेला त्यो डल आफै हुन्छ। तर यही कुरा रियलमा भयो भने के होला छन्? आज यस्तै रियल घटना तपाईँहरू हेर्दै हुनुहुन्छ। यो रियल घटना अमेरिकाको ओहामा भएको म्युजियम अफ स्याडोको हो। यो म्युजियम विश्वकै सबैभन्दा डरलाग्दो म्युजियम मध्ये एक मानिन्छ। यो म्युजियमलाई नेट र उसको वाइफ क्लेले चलाउँछन्। यो म्युजियममा 5000 भन्दा बढी कस्ट र हन्टेड अब्जेक्टहरू छन्। म्युजियमको सबैभन्दा हन्टेड अब्जेक्टहरूमा सबसे पपुलर र क्रिपी भनेको एडा नाम गरेको डल हो। यो डल एनाबेल भन्दा पनि खतरनाक मानिन्छ। एडा डलको डरलाग्दो पास छ। एक दिन एउटा फ्यामिली नयाँ घरमा सर्छन्। घरको सरसफाइ गर्दै गर्दै एटिकमा उनीहरूले एडालाई भेट्छन्। एडा यति डरलाग्दो देखिन्थ्यो कि उनीहरूले त्यसलाई तुरुन्तै त्यहाँबाट फ्यालिदिए। तर घटना यहीँ सकिँदैन। उनीहरूले एक दिन एटिकमा सामान खोज्दै गर्दाखेरि 2 वर्ष अगाडि फ्यालेको त्यो डल सेम त्यही ठाउँमा बसिरहेको थियो। जुन कुरा तपाईँले वर्षौँ अगाडि फ्याल्नुभयो त्यो फेरि तपाईँकै घरभित्र देखा पर्दा कस्तो होला? उनीहरू एकदमै डराए। त्यो डललाई तुरुन्तै बाहिर लगेर डस्टबिनमा फ्यालिदिए। तर केही घन्टापछि जब उनीहरू बाहिर निस्किए, उनीहरूले जे देखे त्यसले उनीहरूको होस उडायो। त्यो डल डस्टबिनबाट बाहिर निस्केको थियो र घरतिर फर्किएको थियो। मानौँ त्यो डल आफ्नो ठाउँमा फर्किँदै थियो। त्यो डल धेरै हन्टेड भएर म्युजियम अफ स्याडोमा लगियो। एडालाई ग्लासको बक्सभित्र बन्द गरेर राखियो ताकि त्यो डल कतै बाहिर ननिस्कियोस् भनेर। तर पछिल्लो 5 वर्षको CCTV फुटेज हेर्ने हो भने तपाईँको जिउ नै सिरिङ्ग हुन्छ। यो डल ग्लासभित्रै हल्लिएको र बाहिर निस्किने कोसिस गरेको स्पष्ट देखिन्छ। म्युजियममा एडा एक्लै छैन। त्यहाँ अरू पनि धेरै क्रिपी डलहरू छन् जो रात पर्न साथ हल्लिने र आफ्नो पोजिसन चेन्ज गर्ने गर्छन्। कहिलेकाहीँ त्यो दिउँसो पनि अचानक आवाज आउने र सामानहरू भुइँमा खस्ने गर्छन्। हजारौँ मान्छेहरूले यो घटनालाई आफ्नै आँखाले देखेका छन्। तपाईँहरूलाई के लाग्छ? एडा साँच्चीकै क्रिपी डल हो या त अरू केही? के तपाईँहरू यस्तो हन्टेड म्युजियममा जान सक्नुहुन्छ? यदि तपाईँहरूलाई एडा डलको बारेमा अझै थाहा पाउनु मन छ भने म्युजियम अफ स्याडोको युट्युब च्यानलमा गएर त्यहाँ भएको क्लिप्सहरू हेर्न सक्नुहुन्छ। त्यहाँ धेरै यस्तो डरलाग्दो फुटेजहरू छन्। तर एक्लै हेर्दै हुनुहुन्छ भने विचार पुर्याउनु होला। गाइज, एउटा सानो रिक्वेस्ट छ। तपाईँहरूलाई हरर भिडियो र हरर स्टोरीहरू मनपर्छ भने ठिला नगरी सब्सक्राइब र लाइक हानिदिइहाल्नु। आफूसँग भएको प्यारानर्मल इन्सिडेन्ट या त हरर स्टोरी छ भने यो मेलमा सेन्ड गरिदिनु। अर्को भिडियोमा म त्यो स्टोरीमा भिडियो बनाउने छु। यो रेडिटमा पोस्ट गरिएको एउटा एकदमै डरलाग्दो भिडियो हो। यो भिडियो ट्रकको ड्यासक्यामबाट क्याप्चर भएको थियो। ट्रकको ड्यासक्याममा एकदम डरलाग्दो घटना रेकर्ड भयो जुन कसैले पनि एक्सप्लेन गर्न सकेनन्। एक रात 2 जना साथीहरू हाइवेमा ड्राइभ गर्दै थिए। सबै कुराहरू नर्मल थियो। ट्रक आफ्नो स्पिडमा कुदिरहेको थियो। अचानक बाटोको बिचमा एउटा सानो केटी देखा परिन्। सेतो लुगा लगाएकी, लामो कपाल भएको। ट्रक स्पिडमा भएकोले गर्दा ड्राइभरले ब्रेक लगाएर साइड गर्न खोज्यो। त्यो सानो केटीलाई बचाउन खोज्यो तर बचाउन सकेन। ट्रकले उसलाई हानिदियो। दुर्घटना भएपछि ड्राइभर एकदमै डरायो। उसले तुरुन्तै पुलिस र एम्बुलेन्स बोलायो। ड्राइभर स्योर थियो उसले ट्रकले सानो केटीलाई हानेको भनेर। केही समयपछि पुलिस र एम्बुलेन्स आयो। उनीहरूले पुरै क्षेत्र खोजे। बाटो, जङ्गलको छेउ, दायाँ बायाँ सबैतिर। तर कुनै पनि केटी फेला परिनन्। न त कोही घाइते फेला पर्यो न त मृत शरीर फेला पर्यो। पुलिसहरूले ड्यासक्यामको भिडियो हेरे। भिडियो हेरेर उनीहरू पनि एकदमै डराए किनकि भिडियोमा स्पष्ट देखिन्छ सेतो लुगा लगाएको सानो केटी बाटोमा उभिएको छ र ट्रकले हानेको छ। तर त्यहाँ कोही पनि थिएन। त्यहाँका स्थानीय मानिसहरू भन्छन् कि यो हाइवे एकदमै हन्टेड छ। यहाँ वर्षौँदेखि अनौठो र रहस्यमय दुर्घटनाहरू भइरहन्छ जसको कुनै कारण नै पत्ता लाग्दैन। धेरै मानिसहरू विश्वास गर्छन् कि त्यो सानो केटी मानव नभएर एउटा भड्किएको आत्मा हो। राति बाटोमा देखिने अन्य एक्सिडेन्ट हुने त्यही आत्माले गर्दा हो भन्छन्। भिडियो हेरेपछि तपाईँहरूलाई के लाग्छ? त्यो सानो केटी रियल स्पिरिट हो या त त्यो हाइवेमा कुनै रहस्य छ? तपाईँहरूको आफ्नो ओपिनियन कमेन्टमा लेख्नुहोला। एक घरमा एउटा मात्र भिडियो पोस्ट गरिएको छ तर त्यो एउटा भिडियोले हजारौँ मानिसलाई डर र चकित बनाएको छ। यो टिकटक युजरको अनुसार उसको बुवाले एक दिन रमाइलोको लागि भनेर भूत बोलाउने ओजा बोर्ड किनेर लिएर आए।
रमाइलो मान्दै जिस्किँदै उसको बुवाले ओचापट खेल्न थाले। भूत आउँछ भन्दै हाँस्न थाले। तर उसको बुवालाई के थाहा, रमाइलोको लागि गरेको त्यो एउटा सानो कामले घरमा कुनै अँध्यारो शक्तिलाई निम्तो दिइरहेको थियो। एक रात घर एकदम सुनसान थियो। भित्र युजरको बुवा पनि घरमा थिएनन्। जब ऊ सुत्नका लागि ओछ्यानमा पल्टेको मात्र के थियो, अचानक घरको अर्को कुनाबाट अनौठो आवाजहरू आउन थाले। कोही हिँडिरहेको जस्तो, कोही अँध्यारोमा बसेर फुसफुसाइरहेको जस्तो। ऊ एकदमै डरायो। डरले मुटु टुकटुक भइरहेको थियो। त्यही पनि उसले आँट गरेर फोन निकालेर रेकर्डिङ गर्न सुरु गर्यो। भिडियोमा जे देखियो त्यो यति डरलाग्दो थियो कि तपाईँ आफै हेर्नुहोस्। ¡Ay, cabrón! No manches. ¿Qué era eso? No. Ay, no manches. Ay, no mames. एउटा फिक्का सेतो अनुहार अँध्यारो कुनाबाट उसलाई एकटक हेरिरहेको थियो। आँखा र अनुहार एकदम भ्रष्ट थियो। तर अचम्मको कुरा उसको शरीर नै थिएन। ऊ आत्तिएर त्यहाँ पुग्यो तर त्यहाँ कोही पनि थिएन। कोठा पुरै खाली थियो। जब ऊ डराउँदै आफ्नो कोठातिर फर्किँदै मात्र के थियो, अचानक ढोका यति जोडले बन्द भयो कि मानव कसैले उसलाई त्यहाँबाट बाहिर जान रोकिरहेको थियो। जब यो युजरले टिकटकमा यो भिडियो अपलोड गरे, यो भिडियो एकदमै भाइरल भयो। भिडियो हेर्नेहरूले उसको बुवाले मजाक गरेर डार्किन्ट्रीलाई घरभित्र इन्भाइट गरे भने र कोहीले पनि यो भाइरल हुनलाई बनाएको एउटा भिडियो मात्र भने तपाईँहरूलाई के लाग्छ कि यो साँच्चीकै भूत वा डार्क स्पिरिट हो या त यो टिकटकमा भाइरल हुन बनाएको एउटा फेक भिडियो? आफ्नो ओपिनियन कमेन्टमा लेख्नुहोला। यो अर्जेन्टिनामा घटेको एकदमै डरलाग्दो भिडियो हो। एक रात बुढाबुढीहरू टिभी हेर्दै थिए। त्यही बेला बुढीलाई हेल्थ प्रब्लम भयो। बुढाले एम्बुलेन्स बोलाउँदा टाइम लाग्ने भएर आफ्नो कार स्टार्ट गर्यो र बुढीलाई हस्पिटल लग्यो। बुढीलाई इमर्जेन्सीमा एडमिट गर्यो। बुढा चाहिँ आफ्नो कारतिर गयो। रातको समय थियो। कारतिर जाँदै गर्दा टाढैबाट उसको कारभित्र अरू नै कोही बसिरहेको देखियो। Estamos en este momento en el microhospital, escuchamos un golpe y nos dimos vuelta porque dijimos, bueno, ¿quién está entrando? Cuestión de que no hay nadie atrás nuestro. Y miramos dentro del auto y dijimos, oh, pues si el auto... ¿Qué mierda es? Lo peor de todo es que no queremos salir. O sea, no, un miedo, la puta madre. Lo peor de todo es que se mueve adentro del auto y no hay nadie. O sea, ahora vamos a ir a controlar el auto. Pero parece como si fuese un reflejo. La puta madre. कारभित्र भागोले उसलाई एकहोर हेरिरहेको थियो। ऊ त्यो देखेर डराइरहेको थियो। डराउँदै भयो नि ऊ कार नजिकै गयो। कारको ढोका खोल्दाखेरि भित्र कोही पनि थिएन। Nadie. केही नदेखेपछि ऊ ढुक्क भयो र आफ्नो कारलाई पुरै लक गरेर हस्पिटलतिर फर्कियो। तर केही बेरपछि Es un montón. Mierda. Y encima nos mira la puta que te parió. सेम सुरुको जस्तै भयो। गाडीभित्र फेरि त्यही फिगर देखियो। त्यो फिगर दायाँ बायाँ गर्दै थियो। आफ्नो मुख लुकाउँदै थियो र केही बेरमा आफै बिलायो। यस्तो भएपछि कारवाला एकदमै डरायो। उसले यो भिडियो सोसल मिडियामा अपलोड गर्यो। उसले आफ्नो भ्युअर्सहरूलाई यो मेरो कारभित्र के हो प्लिज कसैले एक्सप्लेन गरिदिनु भन्यो। धेरै भ्युअर्सहरूले हस्पिटलमा भड्किएको आत्मा हो भने धेरैजना भिडियो हेरेर एकदमै डरायो। भिडियो हेर्छु तपाईँहरूलाई के लाग्यो? त्यो कुनै आत्मा हो या अरू केही नै? अहिलेसम्म यो भिडियोमा भएको फिगर रियल हो या अरू केही?
कसैले एक्सप्लेन गर्न सकिरहेको छैनन्। तपाईहरुलाई के लाग्छ आफ्नो ओपिनियन कमेन्टमा लेख्नु होला।